के मैले यो च्यालेन्ज पूरा गर्न सक्छु त गाइज। हेलो वेलकम टु माई 75 हार्ट डे च्यालेन्ज। आज चाहिँ मेरो 75 हार्ट डे च्यालेन्जको पहिलो दिन रहेको छ। बिहान उठेर मन तातो पानी खाएर म चाहिँ 45 मिनट जति हिँडेँ अनि हिँडिसकेर क्लास गरेँ, एक्सर्साइजहरू गरेँ। मैले के एक्सर्साइज गरेँ तपाईँहरू देखिरहनु भएको छ। जङ्क फुड सुगरहरू चाहिँ म 75 डेजसम्म चाहिँ खाँदिनँ, घरको मात्रै खाना खान्छु। अनि मेरो क्लासहरू डान्स क्लासहरू धेरै भएकोले मैले सबै रुलहरू चाहिँ पूरा गर्न सक्दिनँ, किनभने राइटिङ रिडिङहरू चाहिँ मेरो लगभग सम्भवै छैन अहिले। मर्निङ र इभिनिङमा गरेर डान्स क्लासमा 5वटा क्लास छ अनि स्कुल पनि जानुपर्ने हुन्छ, त्यही भएर मैले चाहिँ सबै रुलहरू चाहिँ पूरा गर्न सक्दिनँ। मैले सक्ने जति चाहिँ 75 सम्म कन्टिन्यू गर्नेछु। मर्निङमा एक्सर्साइज गरिसकेर रुम आएर मैले सावर लिएँ। सावर लिइसकेपछि ब्रस गरेर फ्रेस भएर खाजा खाएँ। खानामा चाहिँ दाल र अन्डा खाएँ अनि एकदम भोक लागेको थियो, मिठो भयो। भाँडाहरू माझे मजाले जीवनजल पानी खाएर डान्स क्लास गएँ। डान्स क्लास जाने टाइम भएको थियो अनि 4 to 5 को पनि क्लास स्टार्ट भएको छ अहिले। अनि 4 to 5, 5 to 6, 6 to 7 को क्लास सकिसकेपछि मैले एकछिन प्र्याक्टिस गरेँ, किनभने मैले ब्रेकिङ प्र्याक्टिस नगरेको धेरै भएको थियो। अनि ब्रेकिङ डान्स प्र्याक्टिस गरेर रुम आएँ अनि मैले चाहिँ डेली एउटा पिक लिन्छु। थ्याङ्क्स फर वाचिङ गाइज।